यो रविलाई प्रधानमन्त्री बनाउने आन्दोलन पनि हो, यो बालेनहरूलाई प्रधानमन्त्री बनाउने आन्दोलन हो, यो राजा मात्र ल्याउने आन्दोलन होइन। नेपाली जनतालाई चाहिँ फुल पसिना खाने एउटा डर छ। देश चाहिँ नि आज भुमरीमा चौबलिसके। तपाईँ हाम्रा ती नाबालक कलिला बालबच्चाहरूको भविष्य चाहिँ नि आज अन्धकारमय भयो। प्रत्यक्ष जनताको भोटबाट प्रधानमन्त्री छानिनुपर्छ। त्यो प्रधानमन्त्री भोलिको बालेन होला, भोलिको हर्क सम्पाङ होला, तपाईँको आइडल होला। हिजो ज्ञानी देशहरू भन्नेहरू सबै आज देश छोडिसकेर विदेशमा छन्। हेर्नुहोस्, उनीहरू आफैले छोडिसके। कि सचेर आउनु पर्यो कि सिद्धेर हेलिकप्टर चढेर भाग्ने प्रयास गर्नु पर्यो। मलाई राजा चाहिएर होइन, यो देशलाई राजा चाहियो। कम्युनिस्ट भन्नेलाई चाहियो, काङ्ग्रेस भन्नेलाई चाहियो, माओवादी भन्नेलाई चाहियो, सम्पूर्ण नेपाली जनतालाई राजा चाहियो। आज हजारौं जनता छन् सडकमा, हजारौं लाखौं जनतामा परिणत हुन्छन् भोलिको दिनमा। यी डाकाहरू नेपाली जनताका भाइरस, यी उडुस, उपिया, मच्छेड, बुवासाहरू यी हरेक नाकामा बसेका छन्। त्यसले गर्दाखेरि अब नेपाली जनताले राम्रोसँग बुझेको छ। अब तुरुन्तै नै यिनीहरूलाई खेद्छ। यो संसदीय व्यवस्था भनेको यो गणतन्त्र होइन, यो विदेशले चलाएको तन्त्र हो। यहाँ विदेशीहरूले नै सरकार बनाउँछ, विदेशले सरकार ढाल्छ। विकासकै राजा भएका देशहरू छैनन् र आज त्यही राजा भएको देशमा यिनीहरू गएर ढोगेर आउँछन् भने हाम्रो देशका राजालाई यिनले ढोग्न सक्छन्। त्यसैले गर्दा यी सरासर यी लुटतन्त्रमा जन्मिएका गणतन्त्रवादी हुन्, देखावटी हुन्। हिजोका दिनमा चप्पल बड्काउनेहरू आज करोडौँका महल छन्। गणतन्त्रवादीहरू जुन भ्रष्टाचारी नेताहरू छ, मान्छेलाई व्यापार बनाएर बेच्ने, अमेरिका बेच्ने, कहाँ भन्छ कहाँ बेच्ने, यो सबै कुरा पहिला थिएन। यही हो सरकारमा बसेर जनताको लागि बोल्नु पर्दैन। सरकारले हुई मान्छेको आवाज र राष्ट्र राष्ट्रियताको आवाजलाई दबाउने प्रयास नगरोस्। त्यो गणतन्त्रवादी ठेकेदारहरू लाल लाग्दैन कि भाग कि मर। नेपाली जनताको आवाज चाहिँ मेरो होइन। तिथिमिति तय गर्दैनौँ, अब छिटै नै यो व्यवस्था परिवर्तन हुन्छ। होइन भने यो मुलुकको अस्तित्व नै समाप्त हुने सम्भावना। यो आन्दोलन राजा चाहनेहरूको मात्र आन्दोलन होइन, यो प्रत्यक्ष निर्वाचित प्रणाली चाहनेको आन्दोलन हो, यो संहिता खारेज होस् चाहनेहरूको आन्दोलन हो। म रवि समर्थक साथीहरूलाई भन्न चाहन्छु, तपाईँहरू घरमा बसेर रवि दाइ नगर्नुहोस्। तपाईँको रवि जेलमै कुहिने छ यो व्यवस्था रहिराख्यो भने। यो व्यवस्था ढाल्नुपर्छ भने तपाईँको रवि दाइ प्रधानमन्त्री हुनेछन् भोलि। तपाईँको बालेन दाइ भोलि प्रधानमन्त्री बन्न चाहनुहुन्छ भने यो व्यवस्थालाई ढाल्न सहयोग गर्नुहोस्। म पनि स्वयं म व्यक्तिगत रूपमा राजालाई भगवानै मान्ने मान्छे होइन, तर यो बाहेक विकल्प छैन। राजालाई अभिभावक राख्नै पर्छ। 7वटा प्रदेश बनाएर विभिन्न मुख्यमन्त्री, विभिन्न मन्त्रीहरू बनाएर लुट्ने भाँडो बनाएका छन्। हिजोका दिनमा राजतन्त्र किन भन्छन्? त्यति बेला नेपालीहरूले जागिर खानको लागि लाइन लाग्नु पर्थ्यो। आज तपाईँहरू देख्नुहुन्छ यही अगाडि लागिरहेको नेपाल प्रहरीहरू रोएर आँखाबाट आँसु झारेर म आफ्नो परिवारलाई कसरी पालु भन्ने अवस्थामा छन्। त्यो गणतन्त्रले गर्दा हो। यो अवस्था कसले निकाल्यो त? यही गणतन्त्रले। त्यसैले यस्तो गणतन्त्र चाहिएन हामीलाई, राजतन्त्र चाहियो। हजारवटा राजा होइन, एउटा राजा भएर प्रत्यक्ष निर्वाचित भएर प्रधानमन्त्री चाहियो भनेर हामी आएका छौँ। हजार राजा छन् देशमा, हजार छन्। तपाईँ हामीलाई थाहा छ 37,000 राजा पालेर तपाईँको टाउकोमा अहिले 1.5 लाख ऋण थपिएको छ। आज तपाईँ देशको 4औं अङ्ग भएर पनि तपाईँले ममाथि ऋण छैन भन्न पाउनुहुन्न। तपाईँको माथि टाउकोमा 1.5 लाख रुपियाँ ऋण छ, त्यो कहाँबाट तिर्ने? मेरो चाहना चम्पा अधिकारी के छ? जोस जाँगर छ? जोस जाँगर नभइदा भए हामी यो चाहिँ नि टन्टलापुर घाममा आज यो सडकमा आउनु पर्ने थिएन नि त। हामीमा जोस छ, हौसला छ, उत्साह छ। परिणाम कहिले निस्किन्छ के हो? अब तपाईँको हिजो 2007 सालको आन्दोलन पनि तपाईँहरूले अध्ययन गर्नुभयो होला, 46-47 कानी गर्नुभयो होला, 61-62 को आन्दोलन पनि तपाईँहरूले चाहिँ नि बुझ्नुभयो होला, यसको विषयमा मनन गर्नुभयो होला। तपाईँको कहिले भन्ने कुरा हामीले तिथिमिति तय गर्दैनौँ, अब छिटै नै यो व्यवस्था परिवर्तन हुन्छ। मेरो कृष्ण प्रसाद लुइटेल। तपाईँ हरेक दिन हुनुहुन्छ? हो, म काम छैन। 36 वर्ष। कति भन्नुभयो? मलाई कति भन्नु? 70? 36 वर्ष। 36. यो रहरले आएको त पक्कै पनि होइन। होइन, अब के हुनुपर्छ देशमा भनिदिनुहोस् न। रहरले होइन, आफ्नो स्वार्थले आएको। मेरो स्वार्थ के छ यसमा? के लुके? मैले त जिन्दगीभर दुःख पाएँ यो देश बलियो बनाउँछु भन्दाखेरि। मेरो छोरोले दुःख पायो, अब मेरो नातिले दुःख पाउने वाला छ। यो भन्दा मेरो देशै नरहने हो कि? त्यसले गर्दाखेरि मेरो नाति पलातीकोहरूको लागि यो देश, मेरो देश नेपाल, म घरभित्र आनन्दले सुत्या छु। भोलि बिहान म आफ्नो कर्म गर्छु पनि मानिसताका लिएर सुत्न सकुन् मेरा सन्ततिहरूले। त्यसको लागि त जनताहरू सडकमा आउनु पर्यो नि। यति मात्रै हो र जनताको के हुन्छ भने तपाईँको एउटा कुरा यति मात्र नबन्नुहोस्। तपाईँको हिजो श्री 5 ज्ञानेन्द्र सरकारको पोखरा विमानस्थलबाट चाहिँ काठमाडौँ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फिर्ती सवारीको बेलामा यहाँले जनमास देख्नु भएको छ। हाम्रो सुरुवातको दिनको जनमास देख्नु भएको छ, हिजोको जनमास देख्नु भएको छ। आजको जनमासलाई तपाईँले के भन्न खोज्नु भएको छ? यति जनमास के अर्थले भन्नुभयो? मेरो नारायण बहादुर सिंह, म कपिलवस्तु राप्रपा जिल्ला अध्यक्ष। अनि यो तपाईँहरूको निर्णायक आन्दोलन हो कि एउटा सरकारलाई एउटा ट्रेलर देखाउँदै हुनुहुन्छ कि फाइनलै हो कि के हो? यस्तो छ, अब जस्तो जनताले चाहन्छ त्यस्तै हुने हो। हामीले चाहिँ के भन्छौँ, निर्णायक आन्दोलनकै भरमा हिँडेका छौँ। अब अस्ति पनि गणतन्त्रवादीहरूले 19 दिने जनआन्दोलन गरे, महाभारत पनि 18 दिन भयो, रामायण पनि त्यस्तै भयो। त्यस कारणले गर्दाखेरि तपाईँहरू के हिंसात्मक आन्दोलनतर्फ अगाडि बढ्नुहुन्छ कि शान्तिपूर्ण हुन्छ? हामी त शान्तिपूर्णै आन्दोलन हो, तर के हुन्छ भने यो शान्तिपूर्ण आन्दोलनलाई अपहेलना गर्दै गयो भने, अवमूलन गर्दै गयो भने कोही न कोही हिंसात्मक निक्लन्छ। यसको इतिहास छ। शम्भु प्रसाद यादव। राज संस्था ल्याउनको लागि एकदम निश्चित रूपमा। किन राज संस्था? राज संस्था किन आवश्यक छ भन्ने जुन कुरा अहिले हजुरले भन्नुभयो कि वीरेन्द्रको पालामा चाहिँ विदेश जाने जुन चलन थिएन, त्यहाँ अहिले जुन लास जुन पासपोर्ट दिन्न थियो नि त। पासपोर्टको चलन थियो तर 6 महिना वर्ष दिन लाग्थ्यो, त्यो पनि केरकार गरेर। अहिले जसरी लासहरू आउँदैछ विदेशबाट त्यो नकारात्मक कुरा हो। 6 महिना लागे ठिक छ, जान त सुरक्षित हुन्थ्यो, तर अहिले सुरक्षित हुन्थ्यो, भोके चप्पल पड्काउन पाइँदैन, त्यो कोदाको रोटी खान पाइँदैन। 48 वटा फ्याक्ट्री थियो, सबै फ्याक्ट्री गणतन्त्रवादीहरूले खाइदियो। रामरी खड्का कति अब चित्त नबुझिया त कति अब हजुर हेर्न पर्ने ठाउँ हेर्दै नहेर्ने होइन, गर्नु पर्ने कुरा गर्दै नगर्ने, देशका प्रधानमन्त्री बन्ने, उहाँहरू खालि सिटको कुरा गर्नुहुन्छ, नेपालको कुरा बन्दै गर्नुहुन्न, पार्टीको कुरा गर्नुहुन्छ। के बोल्नु भएको छ? तपाईँहरू पनि एउटा एक अङ्ग हो। सुन्नुहोस्, यहाँ सरकारको एक अङ्ग हो, राम्रोसँग प्रष्ट छर्लङ्ग बनाउनुहोस्। समानुपातिक समावेशी भनेर प्रश्न उहाँलाई खडा गरिदिनुहोस् त। के हो समावेशी समानुपातिकको अर्थ भनेको? के हो बुझ्नुभयो? भनेको पिछडिएका वर्गहरू पनि आउन पाए, महिलाहरू आउन पाए, दलितहरू आउन पाए, समावेशी कोटा छुट्यो, आउन पाए हो। देख्नुभयो तपाईँहरू पत्रकारहरूले देख्नु भएको छ, यो प्रधानमन्त्री कार्यालयमा र मन्त्रालयमा को दलितको छोरो र छोरी त्यहाँ मन्त्रीहरू बनेर बसेका छन्। को के भन्छ समानुपातिकबाट को सांसद भए, समानुपातिकबाट गएका सांसदहरू त्यहाँ बसे। ब्याकग्राउन्ड के हो कि ब्याकग्राउन्ड के हो, यिनी कुराहरू बुझ्नु परेन। हो, त्यसमा केलाई भन्छ समानुपातिक समावेशी भनेको? त्यस कारणले राष्ट्रियता र भुइँ मान्छेको आवाजलाई दबाउने कोसिस यो नेपाल सरकारले नगरोस्। मेरो नन्द प्रकाश खत्री। कहाँ हजुर? मेरो घर रोल्पा। अनि अहिलेका नेताहरूले भन्छन् नि रोल्पा रुकुमतिर हामीले गाडी पुर्यायौँ भन्छन् नि, राजाको पालामा थिएन रे के सर? त्यो गाडी पुगेर मात्रै भएन कि सर। कुरा के हुन्छ भनेपछि त्यो ऋण ल्याएर गाडी पुर्यायो भनेर हुन्छ भने, देशै रहेन भनेपछि त्यो बाटो पुगेको के काम है? जब देश रह्यो हामी बाटो छ, रोजगार छ भनेर आशा हुन्छ। जब देश नै नरहेपछि के मतलब भयो क्या? वर्तमान पुनहरूले विकास गरेका छन् कि छैनन्? त्यो विकास होइन सर, त्यो विनाश हो। त्यो ऋण ल्याएर गर्नु भनेको विनाश हो। त्यो विनाश गरिरहेछन्, विकास होइन। 17,000 मान्छे मारेको रोल्पा रुकुम हो। यहाँको जनता यति पीडित छ। तपाईँहरू यो राजाको आन्दोलन हो भनेर घरमा चुप लाएर नबस्नुहोस्। यो तपाईँको आन्दोलन हो, यो मेरो आन्दोलन हो। तपाईँले भने जस्तो एउटा विकल्पमा राज संस्था जो अथवा अहिले राष्ट्रपति छ, राष्ट्रपतिमा दलीय हिसाबबाट नगइकन कुनै एउटा व्यक्ति जान सक्ला नि त। सन्दुक रोहितहरू जान सक्छन्, महावीर पुनहरू जान सक्छन्, मुसलमान घिसिङहरू जान एकछिन कृपया सुनिदिनु होला, सुनिदिनु होला। महावीर पुनहरू जान सक्दैन। यस कारण सक्दैन, यो देशको चुनावी प्रक्रिया ठिक छैन, प्रणाली ठिक छैन, संसदीय व्यवस्थाबाट कोही सस्टेनमाथि जान सक्दैन। रवि लामी छाने गृहमन्त्री भएकै 2-3 महिनामा झर्नु पर्यो, किनकि यो देशमा संसदीय व्यवस्था छ। यो विदेशले सरकार बनाउने व्यवस्था हो, विदेशले सरकार ढाल्ने व्यवस्था हो, यो जनताले सरकार बनाउने व्यवस्था होइन। त्यसकारण रवि जस्ता मान्छेहरू त्यसमा आउन सम्भवै छैन यो व्यवस्थाबाट। जब प्रत्यक्ष निर्वाचन प्रणाली हुन्छ अनि बल्ल रविहरू त्यसका प्रधानमन्त्री हुन पाउँछन्, बालेनहरू यो देशका प्रधानमन्त्री हुन पाउँछन्। अहिलेको व्यवस्थाबाट हमालहरू यो देशका प्रधानमन्त्री हुन पाउँछन्। तपाईँहरू यी व्यक्तिहरू तपाईँका आइडलहरू प्रधानमन्त्री बनाउन चाहनुहुन्छ भने यो व्यवस्था ढाल्नुको विकल्पै छैन, यो व्यवस्था ढाल्नै पर्छ। अहिले स्थानीय तह छ, ओडा छ, प्रमुखहरू छन्, गाउँपालिका अध्यक्षहरू छन्, जसले गर्दा गाउँमा सिंहदरबार पुगेको छ नि त। सुविधा पुगेको छ। सिंहदरबारले दर्ता विवाह दर्ता उही गाउँबाट गर्न सक्छन्। बिना विवाह दर्ता सिफारिसहरू उहीबाट पाउँछन्। पैसा दर्ता कुनै पनि हुँदैन, करमा कर थपिएको छ। त्यो तपाईँले हामीले
तिरेका करले यी नेताहरू पालिएका छन् त्यो हामीहरूलाई नै बन्धक बनाएर लुटिएको छ। आज सुदूरपश्चिम प्रदेश नम्बर 7 मा 3 खर्ब बेरोजु निकालिएको छ। 3 खर्बले एउटा प्रदेशलाई धान्न सक्ने बजेट यिनले कति खाए होलान्? तपाईँले पनि यो महसुस गर्नुपर्ने र मूल्याङ्कन गर्नुपर्ने बेला छ। त्यसैले गर्दा यस्तो सरकार चाहिएन। आज हाम्रो तेस्रो दिन हुँदै गर्दा लाखौँको सङ्ख्या रोडमा आएको छ, यसरी ब्यारियर लगाएको छ। आजसम्म हामी शान्तिपूर्ण छौँ। अगर भोलि यो जनताले यस्ता ब्यारियर त केही पनि मान्नेवाला छैनन्। जब मान्छेका हातहरू चुट्छन् तब फलाम बन्छन्। यो फलाम बनाएको हो, मान्छेको हात अटोमेटिक फलाम धेरै हो। कुरा धेरैले के भन्छन् भने तपाईँहरू जस्तो युवा जो शिक्षित युवाहरू अहिले राज संस्थावादी आन्दोलनमा हुनुहुन्छ उहाँहरूले के भन्छन् कतिपय टिप्पणी भने केपी ओली देउबा र प्रचण्ड लगायतको रिसले मात्रै युवाहरू आएका हुन्, राजा चाहेर होइन पनि भन्नेहरू छन् नि। त्यो कुरा गलत हो। गणतन्त्रभित्रै राम्रा नेता खोजेको हो कि जनताले? गणतन्त्रलाई अब यिनीहरूले बनाउन सक्दैनन्। गणतन्त्रलाई यिनीहरूले बनाउन सक्दैनन्। अब राजा बिनाको यो देश सम्भव छैन। नयाँ युग र नयाँ भविष्य अब यसैबाट कोरिन्छ। जोशी कहाँदेखि आउनु? हामी सुदूरपश्चिम। अब आउने युवाहरूका लागि युवाहरूलाई यिनीहरूले खाडी पुर्याएर विदेशीको गुलाम बनाए। राजाले खाडी जान बन्द गर्दैन, तर पनि नियम हाम्रो नेपालीलाई चिनाउनु पहिचान वीर गोर्खाली भनेर कुनै देशमा नि जाओस् गुलामी गर्नु बाध्य भए पनि उहाँहरूको पहिचान त होस्। नेपाली जनताको चाहिँ नि अभिभावक भनेको राजा रहेछ। त्यसले गर्दाखेरि नेपाल र नेपालीको लागि राजा चाहियो, मलाई राजा चाहिएको होइन, तर यो देशलाई चाहियो। यो कुरो बेलैमा यी गणतन्त्रका ठेकेदारहरू, यी हारिसकेका बिकिसकेका यी घुँडा टेकिसकेका हैसियत नमाका ठेकेदारहरूले बेलैमा बुझेर यो 1-2 दिन भित्रैमा निकास दिएनन् भने स्थिति खराब भएर जान्छ। मलाई आज 3-4 दिन भयो यस्तो बाहिर जिल्लाबाट यत्तिकै फोन आएको छ। ठिक छ, सुन्नु न। हामी यति आक्रोशित छौँ। तपाईँ काठमाडौँमा हुनुहुन्छ, मिडियामा बोल्नु हुँदो रहेछ, हाम्रो आक्रोश राखिदिनुहोस् न भन्नुभएको छ। बाहिरबाट जनताहरूले धेरै ठाउँबाट फोन आएको छ। त्यो आक्रोश मैले राखौँ कि नराखौँ भन्नुहोस्। नेपाली जनताको आक्रोश मैले राखौँ, मलाई फोनमा मार्फत आछ, हेर्नुहोस् म सुनाइदिन्छु। यदि जनमत संग्रह गर्ने हो भने नि राजा र हिन्दू राष्ट्रको पक्षमा 80% भन्दा बढी मत आउँछ। यसमा निर्धक्क हुनुहोस्। यहाँले कहिलेको के को कुरा भन्ने कुरा होइन कि यो भनेको नेपाली जनता एकदमै यो व्यवस्थाबाट वितृष्णा पैदा गरिरहेका छन्। यो गणतान्त्रिक व्यवस्थाबाट नेपालको संविधान 2072 जो जारी गरे, जसलाई तपाईँहरू मान्नुहुन्न अहिले होइन, त्यो संविधानमा पनि स्पष्ट के छ भने 2/3 मतले त जे पनि गर्न सकिन्छ नि। भोलिको 2/3 ल्याएर सर्लक्क यो गणतन्त्र फाल्दै पनि त भयो नि त। सुन्नु, 2/3 को कुरा नगर्नुहोस्। अहिलेसम्म इतिहासमा जुनसुकै परिवर्तन, कुनै पनि परिवर्तनहरू व्यवस्था, यो ठुल्ठुलो व्यवस्था परिवर्तन भनेको चाहिँ नि निर्वाचनबाट भएको छैन, 2/3बाट भएको छैन, यो आन्दोलनबाटै भएको छ। हामीले सत्याग्रही शान्तिपूर्ण हिसाबले आन्दोलन गरेर हामीले सडकदेखि सडकदेखि लिएर सदनसम्म हाम्रा नेताहरूले यसको आवाज उठाउनुहुन्छ र यो व्यवस्था हामीले छिटै परिवर्तन गर्छौँ। र अर्को कुरा यहाँले चाहिँ नि अघि पनि जोड्नुभयो, जनमतको कुरा गर्नुभयो नि। यो जनमत संग्रह अहिले पनि गर्ने हो यी नेताहरूले भने हिम्मत गर्ने हो भनेदेखि राजा र हिन्दू राष्ट्रको पक्षमा म छातीमा हात राखेर भन्छु 90%, 80 देखि 90% जनमत आउँछ। त्यसकारण यो व्यवस्था असफल भइसक्यो भन्ने कुरामा हामी विश्वस्त छौँ। नमराज बडारी राजा किन चाहियो भन्दाखेरि पहिला राजाको पालामा देश हाम्रो कस्तो थियो, अहिले देश कहाँ पुग्यो। पहिला राजाको पालामा एकजना मान्छे मर्दाखेरि कति शोक हुन्थ्यो, कति चिन्ता हुन्थ्यो। अहिले दिनको 15-20 जना मान्छे मारे हन्, त्यतिकै लडाइँ एक आपसमा जुधाएर मारे हन् होइन। सिधा साधा जनता, यहाँको सिपाही पनि यहीँको जनता त हो, बाहिरबाट ल्याएर राखेको त होइन। एक आपसमा जनता, नेपाली जनता जुधाएर मारे हन् होइन। ठुला अवसरहरू उनीहरू सानसँग छन्, सिपाहीहरूलाई रोडमा उतारे हन्। राज संस्था आउँदा के हुन्छ भन्दिनु? नेपालीले सुख शान्ति जोस यस्तो यो हुलदङ्गा मारपिट हुँदैन। एउटा यो विगतको दृष्टान्त हेर्ने भने 62-63 को जुन आन्दोलन, जसले राज संस्था फाल्नुपर्छ, गणतन्त्र चाहियो भन्ने जनता उफ्रिन्थे नि, त्यो दिन चैत्र 24 गतेबाट प्रारम्भ भयो। त्यसपछि 25, 26, 27 हुँदै जुन वैशाख 11 गते आयो नि, त्यो बेला चाहिँ के हुन्थ्यो भने हरेक दिन मान्छे बढ्दै कर्मचारी आन्दोलित हुन्थे, डाक्टर आन्दोलित हुन्थे, अर्को आन्दोलित हुन्थ्यो। अनेक आन्दोलन राष्ट्र ब्याङ्कमा समेत, विभिन्न ब्याङ्कहरूमा समेत आन्दोलन भयो र राजाले घुँडा टेके। अब अहिले त तपाईँहरू 15 गते जति हुनुहुन्थ्यो, हिजो 2 भाग, आज 1 भाग घट्न थाल्नुभयो। कसरी नि? तपाईँले 65-63 को आन्दोलनको कुरा गर्नुभयो, राजाले घुँडा टेके भन्नुभयो नि। राजाले घुँडा टेकेको होइन, राजाले
बाध्य भएर छोड्नु पर्यो घोडा टेकेर होइन बाध्य भयो त्यहाँ परिस्थिति त्यो सिर्जना गराइयो अब सुन्नु न अहिलेको समयमा सुन्नु देशमा भने जस्तो रोजगारी छैन होइन अहिलेको अवस्थामा दैनिक नेपाली जनताहरू डिग्रीको सर्टिफिकेट लिएर भए पनि कोही आत्महत्या गर्न परेको छ कोही विदेशै जान परेको छ कसले गराएको राजाको शासनले गराएको कि बौद्धले गणतन्त्रले गराएको हामी स्पष्ट भइसकेका छौँ अब नेपाली जनता स्पष्ट भएका छन् अहिले चाहिँ जसरी चाहिँ विदेशमा गएर नेपाली जनता तडपेर बस्नु परेको छ त्यो चाहिँ के भन्छ यो 50-55को डिग्रीको चाहिँ गरममा घाममा चाहिँ है त्यो गर्नु परेको छ यहाँ घर खेत गरेर यसमा घर खेत गरेर आउँछन् मेन पावरमा यिनै गणतन्त्र